तिम्रो लगानी मेरो हैन त अब एउटै खसीबाट 2000 फाइदा 2000 फाइदा त्यो पनि एकै दिन हे एकै दिनमा 2000 1000 तँलाई 1000 मलाई के रे तिमी गइहाल त तिमी गइहाल घर जाऊ भने सुने न एउटा कुरा गर्ने आछ घर जा भन्छ केमा चित्त बुझेन भन्छ ए लगानी गर्ने चाहिँ म सबै पैसा चाहिँ मैले हाल्ने अनि फाइदा चाहिँ आधी आधी गर्दिन म के गरेर मिलाउने त्यसलाई त भन्न त सहमतिमा आउनु परेन सहमति नहुँदाखेरि देशलाई कत्रो घाटा भयो भन्छ नि उहाँ मान्छेले अब त्यस्तै हाम्रो नि घरलाई घाटा होला नि त ल के अनि तै भन्ला एउटा कुरामा सहमति हुन्छु 2000 फाइदा भयो भने मलाई 1500 तिमीलाई 500 अनि मात्रै गर्छु ए 500 यो खसी काटेर पैसा कमाउने भन्ने जुक्ति मेरो हो मेरो आइडिया हो ल अब म घर हिँड्ने बस म 1200 लिउँला तिमीलाई 800 दिन्छु हुन्छ 800 ल ठिक छ ल केटीले काम गरे ल खसी खोज्न जाऊ साँच्चै खसी मलाई थाहा छ उहाँ जगत बहादुर घलेकोमा छ खसी त्यस्तै 25-26 किलोको होला बरु गाउँमा कसले कति मासु खान्छन् टिप्दैन तिमी यताबाट जाऊ म यताबाट गाउँ बस्छु ल सबै टिपेर लिएर आऊ ल कापी भए हुन्छ एउटा 1 किलो लेखेको था 1 किलो भने 3 किलो लेखेर लिएर आऊ भने ए टक्ने बुढो ओ टक्ने होइन लाए कि क्या माथि उमेर त खासै भएको थिएन अब लाखे किन पो कराइरहेको जहिले तैले खसी भन्दै मासु खाइ हिँड्छ यसो हरियो सागपात खाए पो देख्छ त मान्छे यी उभिरहेको छु त यी बसिरहेको अनि होइन म त यस्तो शिरमा उता फुटा लु भन्नु के थियो तपाईँले पैसा नदिए पनि कोहीले दिए खसी पनि किन्यो यत्रो बडे मानको त्यही भएर कति मासु खाने भनेर सोध्दै आएको कति लेख्थ्यौ 3 किलो 5 किलो के अरे कति अरे तो झुसेले मलाई सोध्दै कति खाने मासु भनेर इमान इज्जत र प्रेस्टिज भएको तकमा लाको मान्छेलाई 1914 को मान्छेलाई कति मासु खाने भनेर सोध्दै कति 10 किलो राख्दियौ त पुगेन अब मान्छे चिने के भनेर 10 किलो भनेको मान्छे चिनेको छौ 15 किलो के भन् ठानेको छौ हो तिमीले मलाई सोध्दै यसरी झुसे म 1914 देखिको इमान इज्जत र प्रेस्टिज भएको तकमा लाको मान्छेलाई मासु कति खाने भनेर सोध्दै अब कसरी आँट गर्यो झुसे नभने बकम फुसे मैले कति किलो मासु खाने भनेर सोध्ने हुँदैन त तिमीलाई के भनेर सोधेको के सोचेर सोधेको झुसे होइन मैले के चाहिँ गल्ती गरेँ त मैले तिमीलाई चाहिँ मासु कति खाने भनेर सोध्दिनौ नि त 20 किलो खान्छौ त हाउ म इमान इज्जत र प्रेस्टिज भएको तकमा लाको तर अहिलेसम्म मासु नखाएको मान्छे म त शुद्ध शाकाहारी हो अहिलेसम्म मैले मासुको चोक्टा मुखमा सम्म हालेको छुइनँ के सोचेर चाहिँ मलाई मासु भनेर सोधेको अहिले यो शाकाहारीको थाहा पायो भनेदेखि के सोध्छ मनमा कस्तो सोध्छ त्यही एउटा खसीको भए पनि ज्यान बाँच्छ भनेर मैले 16000 दाम नदिएको त झुसेलाई कुन चाहिँलाई गएर आगे कुरो पल्टाएर ठेक्कै खसी ल्याएर मारिहालेछ नि झुसे यस्तो झुसेहरूले गर्दाखेरि जम्मै खसीहरू जम्मै बाख्राहरू मर्दैछ ल भाउजू तिम्रो भागमा कति ल्याउँ त मासु 3 किलो 4 किलो 2 पाउ राख्नु 2 पाउ के मेरो त दाँतेमा अड्केर सकिन्छ खानु परेन कसले चबाउनु भने त दाँतमा अड्किनलाई तैँले पैसा तिर्ने हो र जान्ने भर्न बोल्ने 3 किलो लेखिदिनु ल 3 किलो परा छैन भ्यारेले पैसा तिर्ने हो र बाटो भर्न बोल त्यहाँ 2 पाउ लेख्नुस् के कुरा गरे भाउजू तिमीले अब घरमै खसी काटेपछि जम्मा 2 पाउ मासु कति खान्छौ सन्देशी लामी छाने भन्नेले त 4 किलो लेखा छ यहाँ 3 किलो अर्को ल हेर्नुस् थोरै लेख्न त कोही पनि छैन 3 किलो थोर्नु पर्छ क्या मजाले ज्यान थोरिस परा छैन 2 पाउ लेख्नुस् सन्देश भन्ने त पैसा पनि त कमाउनु नखाका म खान्छु के झारे 2 पाउ लेख्ने अरे मासु अब कति खान्छौ 2 पाउ 2 लात हान्छु अनि त्यहाँबाट त काहीँ चाहिँ ग्राहक खोज्न नसकेर यहाँ मेरो घरमा मासु भिडाउन आएको हामी मासु खाँदैनौँ हामी शाकाहारी जसले मासु छोड्यो त्यसले रोग छोड्यो मासु भनेको रोगको भारी हो यति कुरा थाहा छैन आफ्नो घर खसी काटेर मासु 2 पाउ खान्छौ खाँदैन त शाकाहारीले मासु खान्छ ल अब भाउजू मासु नल्याएदेखि माथि आउनु तिम्रै घर ल्याउँदैन होला आधी पाउ पनि हुन्छ हुँदैन मासु बेचेर पैसा कमाउने हो नि
दसैँ पछाडि बल्ल बल्ल मासु खान पाएला जस्तो भएको थियो। कहिले गरेर त भन्छ झगडा गरेर गरेर कुरा बुझ्नु छैन। अब मासुको काम नै हामीले गर्ने भएपछि 1.5 किलो मासु त त्यत्तिकै नाफा गरिन्छ नि। त्यो त अलिकति ट्याक्टिस चाहियो नि त नि। अनि देखिस् अब म त्यहाँ चौरा अहिले मासु भाग लगाइरहेको हुन्छु होइन, अनि बान्द्रे आइन्छ। बान्द्रे आएर चाहिँ भिनाजु के छ हाल खबर, कति किलोको खसी भनेर सोध होइन। अनि म चाहिँ तँ भाते गर्दा के खान आएको नि भनेर ढुङ्गाले प्वाक्क हिर्का जस्तो गरेर मासुको डल्लाले प्वाट्टा हान्छु कि। अनि तँ चाहिँ त्यो मासु टिप्दै खल्तीमा हाल्दै गर्ने, फेरि हिर्काउँछु फेरि टिप्नु, फेरि हिर्काउँछु फेरि टिप्नु होइन। कहिले कलेजो आउँछ, कहिले फोक्सो आउँछ, कहिले के आउँछ होइन। अनि त्यसपछि सबै जम्मा गरेर घर ल्याउने 2-3 छाक त्यत्तिकै हुन्छ। हुन्छ हुन्छ झोल हाल्नुपर्छ। हुन्छ, तर भिनाजु मासुले प्वाक्क हाने भन् ठानेर अर्को हातको खुकुरीले प्वाक्क हाने भने चाहिँ म के गर्ने नि? त्यस्तो हुँदैन, त्यस्तो हुँदैन। पहा त ए ल खान पाइने हो त्यही खाना चाहिँ टिरिक जिन्दगी ल किनिसक्यो खसी, किनिसक्यो। कति पऱ्यो? 25,000 भन्दै हुनुहुन्थ्यो। मेरो मुख हेरेर 10,000मा दिए अरे। मुख हेरेर 10,000मा महँगो भयो। कहाँ महँगो छ? 15,000 घटाइसक्यो। घले दाइले योभन्दा ठुलो खसीलाई उहाँ 8,000मा दिइरहेछ। 8,000मै म कुरो फाइनल गरेर आइरहेको छु। खोइ पैसा फिर्ता 2,000 त फिर्तै गर्नुपर्ने भयो। फिर्ता हुँदैन। खोरबाट फुकाएर ल्याइसकेपछि अब फिर्ता हुँदैन। फिर्ता हुँदैन, फिर्ता हुँदैन अरे। एकचोटि बाहिर ल्याइसकेपछि भित्र जाँदैन। भित्र बाहिर आएपछि भित्र जाँदैन। जाँदैन। बेच्न भनेर ल्याइसके माल फेरि फिर्ता लान्छु म। यहीँबाट भित्र लानु के गाह्रो? फिर्ता लान मिल्दैन अरे। फिर्ता लान मिल्दैन भने बाहिर छोड्नु नि त, म के खान्छ? खुरको पैसा ल्याउनु। पैसा हुँदैन। माग पैसा माग। उहाँ पैसा दियो। हे तेरी झन् यति सस्तोमा मिलाएर दिँदा फेरि पैसा सस्तै छ लिएर। उहाँ घले दाइले योभन्दा ठुलो खसीलाई उहाँ 8,000मा दिइरहेको छ। उहाँ कुरो फाइनल गरिसकेँ मैले। 8,000 पाइन्छ नि, तपाईँ 2,000 बढी ठाउँ नि। अनि त्यहाँबाट हुन्छ ठाउनु बस्यो हो। कहाँ पाउँछ भने यस्तो खसी 8,000 पायो भने म 10वटा लिइदिन्छु ल। कति? यहाँ कुरा सुन्न पहिला। 8 किलो पनि थैलियो। कुरा सुन्न उसले। अब 10वटा पायो भने उसले किन्ने भनेपछि त यो सस्तै रहेछ। यो खसीमा चाहिँ 3,000 जति नै फाइदा होला जस्तो लाग्छ। फाइदा त भयो। नचल न नचल। जम्मा मासु कति उठ्यो त्यहाँ हिसाब हेर त। उठ्छ मेरोमा यहाँ छेउमा बस्नु हुँदैन। खसीले हानेर मान्छे मऱ्यो भने सुनेको थिइनँ, आज सुन्छु क्या हो मैले। कराङै यहाँ कस्तो उदाउँदै पर्तिर। अलि त ल त अर्को कराङ पनि भाँच्दै ल। मेरो भागमा 1 2 3 4 5 6 7 8 12 किलो उठेछ ल। तिम्रोमा कति उठ्यो? 12 किलो। यो 7 किलो आधा। 8 किलो ल। हेर न अझ जम्मा 8 किलो टिपेको। यहाँ 2 पाउन्ड छ ल एउटा उतो माथि सिरान गरे। कसरी उठ्छ मासु? कसरी उठ्छ मासु? कति बढी हुन्छ त? अनि धेरै नै बढी हुन्छ नि। मान्छे पुग्दैन यतिले। 7 किलो आधा र 2 पाउन्ड। 8 किलो आधा र 2 पाउन्ड। हेर न त्यहाँ कमसेकम मैले 12 किलो उठाएपछि तिमीले पनि 12 किलो उठाइदियो भए 24 किलो हुन्थेन? कति फाइदा हुन्थ्यो? अनि के मैले मासु नखाने हेरेर पनि कोचारेर खा भनेर भन्ने त्यहाँ? अब घाटा लाग्दैन? कहाँबाट घाट लाग्छ? त्यहाँ कति मान्छेले त्यो मासु काटा देखेपछि नि यसो हेरेर मलाई पनि 1 किलो है भन्ने पनि त आउला नि। 1 किलो ले भन्नेले पैसा पनि त यसरी दिनु पर्यो नि। दिन्छन्। ल त्यो मासु बिकेन भने मेरो जिम्मा ल भयो। जिम्मा लियो नि फेरि त्यहीँ आउँछन् भने मान्छे आइज ल जाने हो काट्ने हो, त्यस पछाडि त्यहाँ मान्छे त्यहीँ आउँछन्। ल आइज भन्या छौ त्यहाँ पुऱ्याउ। अब खसी खोइ त? ए खसी खोइ। खसी हराएछ। खसी पैसा हराएर खल्तीमा छाम्या। तिम्रो त भर पनि हुँदैन। बाबी लैच खोइ खसी हेर नि त्यहाँ खसी म्या गर्छ त्यसका बाद राम्रो कराएर खसी आउने हो। कहाँ गयो? बाइले गीतलाई क्या हो? त यताबाट कुद, म यताबाट खोसिहाल। ए खसी गयो त। हुन त यतै छ। कहाँ छिरो त त्यो?
अघिदेखि कराएको तिमी पो हो अनि कोही त यताबाट कराउँदै आउने त हो अनि मै त हो नि त खसी हो खसी तिमी खसी हो खसी भन् ठानेर अघिदेखि म्या म्या बेकार म्या गरियो नि खसी करायो भनेर म पनि कहाँ गयो त अब ओ दाइ त्यो खसी फर्केर घर गएको छ हो के खाएर फर्केर जानु ऐ भर्खर लिएर गए होइन समातेर हराएकै खसी ल भनेपछि खसी हरायो हरायो भन्दा नि यो दाइ ल क्या हो दाइ अरू होइन है तपाईँले भर्खर दिएको हो है अब पैसा पनि तातै बाफ आउँदै होला आधी पैसा चाहिँ फिर्ता दिनुपर्छ त्यसरी हुँदैन अब हरायो है सबैजनाले बाँडेर बिहोरौँ यो चाहिँ होइन भर्खर मेरै अगाडि समातेर ल्याए खसी कसरी हरायो भने किला बाँधेको थियो कुन बेला फुटेर गएछ नि अब कहाँ गयो अनि किन किला बाने त हान्ने गरेर बाँध्यो नि हानी गर्दो रहेछ मलाई उहाँ दिलबाट गुल्चाइदियो नै करङको हड्डी नै फुस्किएको छ यहाँ खसी हरायो दुख्न पो थाल्छ तेरी त्यही खसी बेचे पैसाले म किनमेल गर्न जाँदैछु आधी देऊ दिँदैन ए त कति हेर्नु खसी पनि भागो साउ पनि भागो खसी नकाटे खसी भेटियो त काट्ने हुन्थ्यो नि हराएर जात्रा छ खसी भेटिने बित्तिकै काट्छौँ एकछिनमा आउनु है त के काट्नु त्यहाँ मासु ल्याइसक्यो म त भात पकाउनु बेर भइसक्यो मासुले चाहिँ कसले बेचेर मरेछ व्यापार त चौपट पारेर ल नमस्कार भात खानु कसले चाहिँ काटेको ल लिनुहोस् लाउनुहोस् पैसा